घोषणापत्रमा मानव अधिकार र बालुवाटारमा कुर्सीको खेल, 67 वर्षको राजनीतिक बेइमानी। कालो पार्टी एक्सप्लेनर पावर्ड बाय entrancetayari.com। प्रवेश परीक्षायम उत्तीर्ण भव। नेपालको संसदीय इतिहास एउटा यस्तो ऐना बनेको छ जहाँ एकातिर मानव अधिकार र समृद्धिका चिल्ला नाराले सजिएका घोषणापत्रका चाङ छन् भने अर्कोतिर 67 वर्षमा 49 पटक सरकार फेरिएको अस्थिरताको कुरूप चित्र। विक्रमसम्म 2015 सालदेखि 2081 सालसम्मको यो यात्रालाई हेर्दा प्रश्न उठ्छ, राजनीतिक दलहरूका लागि निर्वाचन घोषणापत्र जिम्मेवारीको दस्तावेज हो कि केवल सपनाको व्यापार गर्ने औजार? रैतीबाट नागरिक तर नेताका लागि केवल भोट बैंक। नेपालमा निर्वाचन र घोषणापत्रको साइनो निकै पुरानो छ। 2015 सालको पहिलो आम निर्वाचनमा बिपी कोइरालाको नेतृत्वमा नेपाली काङ्ग्रेसले नागरिक स्वतन्त्रता र कानुनी राज्यलाई मुख्य जग बनाएर घोषणापत्र ल्यायो। यो समय नेपालीलाई रैतीबाट नागरिक बनाउने प्रस्थान बिन्दु थियो, तर जनमतको कदर 18 महिना पनि हुन सकेन। राजा महेन्द्रको सक्रिय शासन गर्ने महत्त्वाकांक्षाले प्रजातन्त्रको घाँटी निमोठियो र अस्थिरताको बिउ रोपियो। त्यसपछिका 30 वर्षे पञ्चायत र 2046 पछिको बहुदलमा पनि प्रवृत्ति उस्तै रह्यो। घोषणापत्रमा प्रेस स्वतन्त्रता र यातना विरुद्धको अधिकार जस्ता शब्द त लेखिए, तर सत्तामा खेलाडीहरूले ती शब्दलाई कहिले आफ्नो आचरणमा उतारेनन्। 49 सरकार र अल्पत्र बाचाहरू। 67 वर्षको अवधिमा 49 पटक सरकार फेरबदल हुनु भनेको विश्वकै लागि एउटा उदेक लाग्दो तथ्याङ्क हो। यसको अर्थ हो नेपालमा एउटा सरकारको औसत आयु 1.5 वर्ष पनि पुग्न सकेको छैन। 2048 सालपछि सुरु भएको मध्यावधिको रोग, 2051 को त्रिशङ्कुक संसद र त्यसपछिका प्राडो पजेरोदेखि सुरा सुन्दरी काण्ड समेतले संसदीय व्यवस्थापनलाई नै बदनाम बनाए। जब सरकार नै म्युजिकल चेयरको खेलमा व्यस्त हुन्छ तब निर्वाचनका बेला जनतासँग गरिएका मानव अधिकारका बाचाहरू दराजको कुनामा थन्किन्छन्। 2072 को नयाँ संविधानपछि जनतामा एउटा ठूलो आशा थियो। 2074 को निर्वाचनमा केपी शर्मा ओलीको नेतृत्वमा झन्डै 2/3 सरकार बन्यो। घोषणापत्रमा सुखी नेपाली र समृद्ध नेपालको सपना बाँडियो, तर 2/3 सरकार पनि टिकेन। कारण स्पष्ट थियो, दलहरूभित्रको आन्तरिक लोकतन्त्रको अभाव, नेताहरूको अहङ्कार र सत्ता लिप्सा। सत्ताको छिना झपटीमा संविधान नै धरापमा पारियो। दुई पटक संसद विघटन गरियो। यसले के सिद्ध गर्यो भने नेपालका दलहरूका लागि घोषणापत्र जनतालाई झुक्क्याउने रङ्गीन कागज मात्र हो, समावेशिताको नारा र भ्रष्टाचारको यथार्थ। 2062-63 को जनआन्दोलनपछि मानव अधिकारको परिभाषा व्यापक विस्तार भयो। घोषणापत्रहरूले समावेशिता, समानुपातिक प्रतिनिधित्व र पहिचानलाई केन्द्रमा राखे। महिला, दलित, आदिवासी र अल्पसङ्ख्यकहरूको राज्यमा पहुँचलाई अनिवार्य शर्त बनाइयो। तर 2079 को निर्वाचनसम्म आइपुग्दा यी सबै उपलब्धिहरू मार्केटिङ टुल जस्ता देखिएका छन्। दलहरूले कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा र वर्गीय मुक्तिका ठूला गफ त दिए, तर व्यवहारमा सहकारी ठगी प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जस्ता भ्रष्टाचारका श्रृङ्खलाले राज्य संयन्त्रलाई नै खोक्रो बनाएका छन्। सुकुम्बासीलाई उचित विकल्प बिना उठाउने, गरिबको शिक्षा र स्वास्थ्यमा पहुँच नहुने, तर घोषणापत्रमा निशुल्क लेख्ने काम रोकिँदैन। यहाँ मानव अधिकार केवल सम्भ्रान्त वर्गको सुरक्षा कवच बनेको छ। सङ्क्रमणकालीन न्याय र राजनैतिक बार्गेनिङ। नेपालको मानव अधिकारको सन्दर्भमा सङ्क्रमणकालीन न्याय सबैभन्दा जटिल र उपेक्षित विषय रह्यो। 18 वर्षसम्म द्वन्द्व पीडितहरूले न्यायका लागि सडकमा आँसु बगाए। हालै 2081 सालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक पारित हुनु सकारात्मक कदम त हो, तर यसको पछाडि पनि राजनीतिक लेनदेनको छाया देखिन्छ। 49 पटक सरकार फेरिने देशमा अब गठन हुने आयोगहरू कति निष्पक्ष होलान्? पीडितहरूले सत्य र परिपूर्ण पाउलान् कि फेरि दलहरूको भागभण्डामा न्याय हराउला? यो प्रश्नले आम नागरिकलाई सताइरहेको छ। डिजिटल युग र जेनजीको विद्रोह। नेपालको राजनीतिमा अहिले प्रविधि र युवा पुस्ता जेनजीहरूको प्रभाव निर्णायक देखिएको छ। सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध तथा साइबर कानुनका नाममा नागरिकको मुख थुन्ने प्रयासले नयाँ विद्रोहको बीजारोपण गरेको छ। यो पुस्ताले दलहरूका उदारो आश्वासनलाई ठाडै अस्वीकार गर्दै डिजिटल अधिकार र अभिव्यक्ति स्वतन्त्रताको माग गरेको छ। अबका घोषणापत्रहरूले नागरिकको गोपनीयताको हक र अनलाइन स्वतन्त्रतालाई नै मौलिक हकका रूपमा ग्यारेन्टी हुनुपर्ने दबाव सिर्जना गरेको छ।
तर 6 दशकदेखि उही अनुहार र उही मानसिकता बोकेको राजनीतिक नेतृत्वले यो मर्म बुझ्न सक्ला? नियतको परीक्षणको बेला नेपालको निर्वाचन प्रणाली मिश्रित प्रणालीले अस्थिरतालाई केही हदसम्म बल पुर्याएको होला, तर त्योभन्दा ठुलो समस्या नेताहरूको चरित्र र नियतमा छ। 67 वर्षको इतिहासले के देखायो भने नेपालमा व्यवस्था बदलियो तर शासकको प्रविधि बदलिएन। घोषणा पत्रमा लेखिएका जलवायु न्याय, आर्थिक समानता र समानुपातिक प्रतिनिधित्वका अक्षरहरू तबसम्म जीवित हुँदैनन् जबसम्म बालुवाटारमा कुर्सीको जोड घटाउ चलिरहन्छ। अन्त्यमा 2082 को निर्वाचनको सङ्घारमा उभिएर हेर्दा नेपाली मतदाताहरू अब सचेत भइसकेका छन्। विकास भनेको केवल टावर ठड्याउनु र डोजर चलाउनु होइन, बरु हरेक नागरिकले निर्धक्कसित बोल्न, बाँच्न र राज्यबाट न्याय पाउनु हो। जनताले अब तपाईँका घोषणा पत्रका अक्षर होइनन्, ती अक्षरहरूलाई व्यवहारमा उतार्ने तपाईँको नियत र पाइलाहरूको मूल्याङ्कन गर्नेछन्। मानव अधिकारलाई सत्ताको भर्याङ होइन, शासकको आधार बनाउने नै आजको आवश्यकता हो। अन्यथा राजनीतिको त्यो म्युजिकल चेयरले मुलुकलाई समृद्धिको बाटोमा होइन, अझै कयौँ दशकसम्म अन्धकार र अस्थिरताको सुरुङमा धकेलिरहनेछ। प्रवेश परीक्षा तयारीमा तपाईको सारथी इन्ट्रान्स तयारी.com। प्रवेश परीक्षायम उत्तीर्ण भव।